आइपुगेछु। यो चाहिँ मिनी गोसाइकुण्ड है। कोही मान्छे हिँड्न नसकेदेखि यहाँ आएर फर्किदिए पनि माथि पुगेको सर हुन्छ। नम्बर भाइ अभिषेक नेपाल अभिषेक खराब पात्र हो। खानके हाम्रो चाहिँ यो त्यहाँ चाहिँ आगो तापेर बसिरहनु भएको छ। अहिले चाहिँ बिहानको 4:30 बज्यो। लोगुर विनायक है। अहिले चाहिँ हामी बिहानको 5:37 यहाँ सबिन केही छ किटक्याट छ। त्यो गुम्बाको पनि दर्शन गरिसक्यो। लौरी विनायकबाट यो गुम्बाबाट मास्छ भैरवकुण्ड है। हामी नजिक छौँ। गोसाइकुण्डको नजिक छौँ। गाह्रो छ। आउन चाह्यो भने सकिन्छ। सबिन एक सबिन ल एक अब एक अब एक भयो गोसाइकुण्ड आइपुग्नु भयो। अभिषेक बाल्नु दुःखले आइपुग्यो। यो भाइ चटपटे भाइ चाहिँ हातबारी भाइ चाहिँ चाम्डामा आइपुग्यो। ट्याक्क लाएर के अरे के लिङ्ग भन्छ नि यसलाई? शिवलिङ्ग, शिवको त्रिशूल, अर्को त्रिशूल। चोलाङपाटी आइपुग्यौँ हामी।